सो गाइस अहिले चाहिँ हामी चाहिँ सो वनभोज कार्यक्रम हैन पिकनिक आएको छौँ। यो पोबाकेदेखि माथि टावर हो त्यहाँ चाहिँ है। ल यहाँ चाहिँ लाउडेछन् केटाहरूले। यो चाहिँ पुलाउको लागि हो। यो चाहिँ यसो पुलाउको लागि हो हैन, चामल भिजाइदिएको। ल मेरो भान्जा चाहिँ यहाँ यसो प्याज काट्दैछन् यहाँ चाहिँ यसो सिस्टम है त। ल यो चाहिँ खसीको मासु मैनाले बनाउँदैछ। ल लेटे मगरले चाहिँ भाडा चाहिँ यसो भिडियोउनुहुन्छ हैन, सफा गरेर हुनुहुन्छ। ल यहाँ चाहिँ हाम्रो चाहिँ साउन्ड सिस्टम हो। हाम्रो आगोको चुल्हा चाहिँ दुईवटा भइसक्यो, एउटा यहाँ। ल हाम्रो यहाँ चाहिँ साथीहरूले चाहिँ भिना सोल्टी चाहिँ ल यसो कुखुरा बनाउँदै हुनुहुन्छ। यो चाहिँ लोकल कुखुरा हो। ल ट्याक्क होइन पारि खसीको। अनि दौरा पारिसक्यो, यो सानो सानो दौरा भएको हुन्थ्यो कि। ल ल ठिक छ ठिक छ। हाम्रो चाहिँ लोकल कुखुरा चाहिँ बनाउँदै हुनुहुन्छ। चुल्हा दुईवटा छ। यसको लागि एउटा चाहिँ खसी मासुको लागि बनाउने। यो होइन खसी मासु, यो आन्द्रा भोर चाहिँ के काट्ने पर्ने छ है, काट्दैछ धुने होला त्यो सायद। त्यो धुनुपर्छ क्या नि आन्द्राभरि एकचोटि। पानी उमाल्नु पर्छ, पानी उमाल्नु है। त्यो टाटामा पानीमा बनाउनु सर बोक्ने भयो, त्यो चिसो पानीमा झन् खेल्न जान्छ कि हो। त्यसो भए जान त्यहाँ पानी राउनु न। तेलमा पाक्छ नि त। ल हाम्रो दिलीपले चाहिँ यसो लोकल कुखुराको मासु काट्दै हुनुहुन्छ। हेलो गुड आफ्टरनुन टु अल। के छ दिलीप? मासु कटिङ गर्छु ठिक छ। ल नर्मली हो मेरो लागि। यहाँ चाहिँ खसीको मासु यसो पाक्दैछ होइन। सो ल यहाँ चाहिँ लेडिज खान चाहिँ यसो अब त्यो पुलाउको लागि चाहिँ मसला हेर्दै हुनुहुन्छ होइन। यहाँ चाहिँ त्यो एउटा चाउडाको लागि चाहिँ बनाउनु है ठ्याक्क ठ्याक्क। ल भान्जाल चाहिँ यसो आगो फुक्दैछन्, पुलाउ बनाउँदैछन्। के छ भन्ने? ठिक छ। ल यहाँ चाहिँ यसो ऊ बज्यो है। ल सो हाम्रो चाहिँ यता छ होइन। यहाँ चाहिँ यसो अब बदाम जुसहरू अनि चटपटीको आइटम होइन। अनि पुलाउको लागि पनि यता छ। यो चाहिँ राजा त्यो पाकेपछि अब यो लबल पाक्नलाई यो पनि राखिदिइहाल्नुहोस्। यो पुरै हामी चाहिँ यहाँ अब यस्तो वनभोज भनौँ कि पिकनिक भनौँ के भनौँ, यो चाह छ है। एउटा चाहिँ पुलाउ बन्द छ। गाइस अब हाम्रो चाहिँ खानपिन कार्यक्रम हुँदैछ होइन। हाम्रो सब रेडी भइसकेको छ। यहाँ चाहिँ यस्तो तयार कल। यो चाहिँ अब खसीको मासु, यो चाहिँ लोकल कुखुराको होइन। यो चाहिँ अब पुलाउ हो। अब दुईवटा राइस कुकरमा चाहिँ पुलाउ छ होइन। ऊ त्यहाँ चाहिँ बडाम जुस छ, यहाँ चाहिँ चिसो। ल हाम्रो तोरीहरू चाहिँ हुनुहुन्छ, पारि भाडा दिनु हुनुहुन्छ होइन। ल त्यहाँ चाहिँ यसो माथि स्पिकर बजिरहेको छ। ल त यो ट्याक्कल भान्जा के छ? ठिक छ नि? के इन्जोय भइरह हो नि? ल ठिक छ। सोल्टी के छ? इन्जोय भइरह नि? इन्जोय छ नि? ल ट्याक्क केटाहरू चाहिँ यहाँ भाडा दिँदैछन्। हजुर इन्जोय त भइरह नि? फुल इन्जोय भएको नि? ल ट्याक्क जस रमाइलो भइरह। ल ट्याक्क यहाँ चाहिँ यो पुलाउ चाहिँ ल ट्याक्क यहाँ चाहिँ यसो भएको होइन। ल ठिक छ। ल ल ट्याक्क ल यसो यो चाहिँ पुलाउ हो ट्याक्क। यहाँ भाडाहरू छ। ल अब चाहिँ यो चाहिँ म यसो गर्छु है, खानपिन गरौँ। ल मैले चाहिँ ट्याक्क पुलाउ राखिरहेको छु। भान्जाले चाहिँ मासु राख्दैछ है। ल तोरीहरू चाहिँ त्यहाँ बस्दै हुनुहुन्छ। मासु राख्दैछन् है। ल ट्याक्क ल तैँले यसमा चाहिँ फिनिस भइसकेको छ होइन। यो चाहिँ मैले क्लोज गरिहालेँ। ल ट्याक्क यो चाहिँ अब यसमा चाहिँ बाँकी छ। ल 8वटामा यहाँ भइसकेको छ। ल सो ट्याक्क केटा हो हाम्रो चाहिँ अब खानपिन सुरु हुँदैछ। हेलो गुड आफ्टरनुन टु अल। हामी चाहिँ एउटा पिकनिक आएको थियो। आज चाहिँ अब हामी पिकनिकको चाहिँ सब प्रिपरेसन भइसके पछाडि अब हामी खानाको लागि रेडी छौँ। अब हाम्रो एकछिनमा खाना चाहिँ अब स्टार्ट हुन्छ। सो डेफिनेटली हामी चाहिँ अब इन्जोय गरिरहेको छौँ। ल हाम्रो चाहिँ सुरु भइसकेको छ होइन। ट्याक्क ल साथीहरू यसो लिँदै हुनुहुन्छ। ल अब म पनि यसो सुरु गर्दैछु। ल दिलीप तपाईँ पनि सुरु गर्नु नि। ल ट्याक्क लगाएर तपाईँको ल ट्याक्क यसो सुरु भइसक्यो एउटा। अब हाम्रो चाहिँ होइन अब हामी खानपिनतिर लागेको छौँ। यसो ल यो खानु सुरु भइसक्यो है गाइस।
ल सो हाम्रो केटा होइन हाम्रो चाहिँ केटाहरू चाहिँ ल खानपिन गरेर चाहिँ अहिले मजाले डङरङ होइन ढलिरहेको छ नि हो राजा चाहिँ अझै यसो खाँदै हुनुहुन्छ लास्ट सोसम्म खाने भएको छ उहाँ हो ल केटाहरू चाहिँ कोही चाहिँ यसो खाएर त्यही ढलिसकेका छन् ल ए उसले चाहिँ अब जेउस खाना चाहिँ नफालो होइन कहिलेकाहीँ चाहिँ यो यति पनि पाउँदैन नि त होइन यो खाने आफूले खान मन लागेको टाइममा भोक लागेको टाइममा चाहिँ खान पाइन्न नि त त्यही भएर उसले चाहिँ यसो खाना चाहिँ अन्न चाहिँ नफालो भनेर हो ल ट्याक्क उसले चाहिँ खाँदैछ ल ल केटाहरू चाहिँ ऊ तपाईँ ढलिसक्यो है सो ल अब हाम्रो चाहिँ यस्तो हुन्छ ल आगो चाहिँ त्यहाँ पारि बोलिरहेको छ ल अब चाहिँ यसो ढल्ने केटा यहाँ